बादशाह बन्न बालेन शाहलाई यहाँ म च्यालेन्ज दिन चाहन्छु। तपाईँ बादशाह नबन्नुहोस्। तपाईँलाई पनि नेपाली जनताले चिनेको छ। तपाईँको क्षमता के हो, तपाईँको विवेक के हो, तपाईँको काम गर्ने प्रकृति के हो, तपाईँले गरिरहेको के हो भन्ने कुरा प्रत्येक नेपाली जनताले अहिले कुना कुनाबाट चिनेको छ। तपाईँका समर्थकहरू पनि तपाईँलाई डन्डा हान्दै तपाईँको विरोध गर्दै हिँड्ने अवस्था तपाईँले सिर्जना गरेको, हामीले सिर्जना गरेको होइन। तपाईँलाई बन्दुकको धमधमी अझै पनि रहेछ। तपाईँको पुरानो बन्दुकले कोही डराउनेवाला छैन। तपाईँले ब्रेन गनले हान्ने, ब्रेन गनले तपाईँले मेसिन गन भन्नुभयो होला, हामीले ब्रेन गनले हान्ने हो। हामीलाई पनि ब्रेन छ। नेपाली कम्युनिस्ट पार्टीसँग रहने युवाहरू ब्रेन गनले हान्न सक्दैन। ब्रेन गनमा पनि खिया लाग्यो भन्ने छ। कसरी खिया लाग्छ? हामी म्यागजिन सफा गर्छौँ, च्याम्बर सफा गर्छौँ। यसपालिको निर्वाचनमा त हेर्नुभयो तपाईँहरूको कतिको रहेछ शक्ति पावर। एउटा कुरा के, यसपालिको निर्वाचन भनेको हामीसँग झन्डै 8.5 लाख 9 लाख जति भोट आयो नि। त्यो कार्यकर्ताको भोट हो, इमान्दार कार्यकर्ताको भोट हो। जनता भरममा पयो, जनता यहीसँग अल्झियो। त्यसकारण तपाईँले एउटा कुरा के बुझ्नु भने जनता कसरी जसरी सरकार चलाउन, जनप्रतिनिधि हुन उहाँलाई अनुभूति होला। जस्तै 182वटा सांसद राष्ट्रसभाले अर्को चाहिँ सदनमा ल्याउन सक्छ, त्यो हेक्का राख्नुहोस्। अब राम्रो काम गरे त केही पनि राम्रो काम, उहाँले केही पनि राम्रो काम गरेको छैन। उहाँले जो विश्वको प्रख्यात एउटा अर्थमन्त्री हुनुहुन्छ, तपाईँले मलाई एउटा उदाहरण दिनुहोस्। बजेट ल्याएको राम्रो कति राम्रो चारैतिर वाइ मिडियाका साथीले मलाई एउटा उदाहरण दिनु। बालेन शाहले यो राम्रो काम गरिरहेछ भने सोडी मागले त्यो डकुमेन्टमा, डिग्रीमा, सर्टिफिकेटमा राम्रो भएर हुँदैन। वास्तविक गरेको र पढेकोमा धेरै अनुभूति हुन्छ। तपाईँ बजेट सोडी मागले हिजो योजना आयोगको उपाध्यक्ष हुँदै सरकारमा बसिरहेको, सरकारको वरिपरि चाहिँ अर्थको चाहिँ वरिपरि घुमाए मान्छे होइनन्। उहाँ के अछुतो हो र? उहाँको बजेट मैले नयाँ भनेर मात्रै हो नि, उहाँले त सबै पेस्ट कपी मात्रै छ नि। हामीलाई भन्नु न, बजेटको प्रत्येक पाना पल्टाएर देखाइदिन्छौँ। अब गरिबहरूलाई अलिअलि 2-3 रुपियाँ ट्याक्स उठाउनु नपाइनु त्यो तपाईँले एउटा कुरा के बुझ्नुहोस्, उहाँले मलाई सुन्नु, नेपाल कहिले मध्यम वर्गबाट पुँजीपति वर्गमा जाँदैछ? उहाँले मध्यम वर्गको लागि बजेट भन्नुहुन्छ। नेपालका नागरिकहरू आज चाहिँ सडकमा छन्। नेपालको आर्थिक अवस्था के हो भन्ने कुरा सोडी माग्ले थाहा छैन। उहाँले मध्यम वर्गलाई पस्ने बजेट लिएर आउनुभएको छ। मध्यम वर्ग जो वर्ग बिचौलिया वर्ग हो, हामीलाई त्यसमा इमान्दार वर्ग पनि, इमान्दार साथीहरू पनि हुनुहुन्छ होला। नेपालको मध्यम वर्ग ल, तब नेपालको निजी स्रोतलाई चाहिँ सुरक्षा गर्ने हो भने नेपालको हाई लेभलहरू जस्तै आज सिजी भन्नुहोस्, तपाईँ मिनबहादुर गुरुङ भन्नु, यिनीहरूको सुरक्षा जस्तै अरू यहाँको चाहिँ सबै ग्रुपहरूलाई भन्नुहोस्, कर्पोरेसन हाउसलाई भन्नुहोस्, यिनीहरूको सुरक्षा छैन। अहिले जो मध्यम वर्गको चाहिँ लागि बजेट सोडिमागले ल्याउनु भएको छ, त्यो बजेट भनेको बिचौलियाको बजेट हो। त्यो निश्चित केन्द्रित, दरबार केन्द्रित अर्थात् बालुवाटार केन्द्रित, सिंहदरबार केन्द्रित रहनेको बिचौलियाहरूको बजेट हामीलाई पनि थाहा छ। हेक्का रहोस् सिंहदरबार के हुन्छ भन्ने कुरा हामीलाई पनि थाहा छ। बम पड्काउने उहाँले सिकाएको, सिंहदरबार जलाउनु उहाँले सिकाएको हामीले पनि जानेका छौँ। त्यसको हेक्का राख्नु होला।